कालिचोक मन्दिरको केबुल कार। ल न केबुल कारमा चढियो। अब त चढियो हामी उता फर्किनु पर्ने। ठिकै छ है। है हामी कालिचोक मन्दिर आइपुग्यौँ। कालिचोक मन्दिर चढ्ने सिँढीहरू। यो चाहिँ मन्दिर जाने गेट। आहा कति रमाइलो। हामी केबुल कार चढेर आएको ठाउँ यता तल बस्ती चाहिँ यता सासा आउने अवस्था। ओ बादल त बादल हामीभन्दा मुनि यो चढ्नुपर्ने हो पहाडमा। हरियाली चाहिँ घुमाइ छ। यहाँ आइपुग्दा चाहिँ अलिक सजिलो रहेछ। फर्किलाहरू यस्तो छ कि क्या रमाइलो। त्यहाँ परसम्म भयो फर्किला। उहाँ माथि पुगेपछि अब म भिडियोहरूको यस्तो पानी चट्टानबाट टक्क पानी चुहिरहेको छ। यति राम्रो कि चोखो। माथि पहाड छ सुक्खा। तल चाहिँ पानी टक्क चुहिरहेको छ। भगवान्को लीला यस्तो गहिरो पहाड माथि। हामी पाहाडमाथि हो कालिचोक भगवती मन्दिरको दर्शन गर्न जाँदैछौँ। यस्तो भर्याङ चढ्दै ठाउँमा पिताको गजुर लगाएर साथीहरूले हिँड्नुभएको रहेछ। आङ्गु परदेखि चढेर आएको। यहाँ भर्खर आइपुग्यो। अब यता भगवान्को गेटको मन्दिर। यो सिँढी चाहिँ मन्दिरको अगाडिको सिँढी हो। अब चाहिँ मन्दिर पुग्यो भन्ने नि भयो। यो सिँढी चढेर आयो। अब चाहिँ धन्य पुगेछु भन्ने जस्तो लागिरहेछ। आज माताले साँच्चीकै नै नबोलाउनु भएको रहेछ। यति धेरै वर्ष भयो आउनुलाई समय नभएको, ग्रुप नमिलेको। अब चाहिँ आयो है हामी। यही हो मन्दिरको गेट। जय भवानी। कालिचोक मन्दिरको दर्शन गर्न भर्याङ यस्तो समाउँदै जानुपर्ने। भर्याङमा यस्तो सही छ। अलि बिस्तारै चढ्नुपर्छ। यस्तो फलामको भर्याङ रहेछ। त्यताबाट आएको हामी चाहिँ। कालिचोक माता कि जय। बजा कालिचोक मन्दिर यसरी घुमेर लाइन बस्ने। यता गेटमा छिरेर चाहिँ दर्शन गर्ने हो। जय कालिचोक माता। यस्तो छ बाहिरको दृश्य चाहिँ बादलहरू लाग्यो। ए यता कालिचोक मन्दिरमा आउनु भनेर नाच्नु भएको यसरी। कालिचोक मन्दिर हामी यता आइपुग्यौँ लाइनमा बसेर। यहाँबाट यसरी छिरेर जय कालिचोक माता। जय कालिचोक माता।